भारतको उत्तराखण्ड राज्यको दार्चुला जिल्लामा अवस्थित एउटा पुरानो र दुर्गम ठाउँ हो धर्म भ्याली। 12 महिना हिउँले ढाकिएका चुचुराहरू, विशाल घाँसे मैदानहरू र अनगिन्ती नदीहरूले घेरिएको छ धर्म भ्याली। नेपालको सिमाना नजिकै पर्ने भएकोले हामीले धर्म जाने सोच बनायौँ। बिहानको करिब 11 बजेतिर हामी भारतको दार्चुलामा जम्मा भयौँ। गाडी जिप रिजर्भ गरेर हामीले लगभग 12:30 बजेतिर हाम्रो यात्रा सुरु गर्यौँ। तोबाट, तिग्रम, एलाघाट आदि ठाउँ हुँदै हामी करिब 1 बजेतिर तवाघाट पुग्यौँ। यहाँ चाहिँ हामीले अब खाना खायौँ। पावर हाउसमा अब खाना खाएर यहाँदेखि हामी यसरी माथि लाग्नुपर्छ आज। तवाघाटमा खाना खाएर 2:30 बजेतिर हामीले हाम्रो धर्मको यात्रा निरन्तर गर्यौँ। सुन्दर दृश्यहरू अवलोकन गर्दै हामी हाम्रो गन्तव्यतिर अघि लागिरहेका थियौँ। हामी 4:10 बजेतिर कन्ज्योति भन्ने ठाउँमा आइपुग्यौँ। कन्ज्योतिमा प्रख्यात कन्ज्योति झरना भएकोले हामीले त्यहाँ केही बेर विश्राम गर्ने निधो गऱ्यौँ। यो चाहिँ ठ्याक्कै हामी अहिले कन्ज्योतिमा छौँ। यहाँ अलिकति चिया खायौँ। यो जाने यो पुल चाहिँ हाम्रो नारायण आश्रम पङ्गु त्यहाँतिर जाने पुल। यहाँदेखि यसरी जान्छ बाटो। अनि यो चाहिँ कन्ज्योति झरना। यो पाँचजले जस्तो ऊ हाम्रो साथीहरू, बहिनीहरू, भाइहरू ऊ त्यहाँ। अनि अब यो पुल हुँदै ऊ त्यो पुलमा जान्छ। एकछिन हामी साथीहरूलाई कुरिरहेछौँ। कन्ज्योतिमा केही बेरको मिठो विश्रामपछि हामी सोब्ला, दर, वालिङ आदि गाउँ हुँदै हामी हरदोयल मन्दिर आइपुग्यौँ। उक्त मन्दिरमा हामीले छोटो पूजाआजा गरेर हामी ओर्थिङका लागि अघि बढ्यौँ। आजको हाम्रो यात्रा ओर्थिङसम्मको मात्रै थियो। हरदोयल मन्दिरको दर्शन गरिसकेपछि हामीले ढिलो नगरिकन ओर्थिङका लागि अघि बढ्यौँ। Yo, good morning from Urting on the way to Panchachuli. यहाँ चाहिँ यस्तो छ भ्यू। यो चाहिँ हामी बसेको थियौँ। अब यहाँबाट खाजा खाएर हामी माथि लाग्छ। हामी यो गाडीमा माथि 3टा गाडी। यहाँ चाहिँ यस्तो छ। यस्तो ठुलो जाइन्ट हिमाल पहाडहरू। यहाँ पनि यस्तै छ। 화면 이제 참 꺼져 염되노 화면 나면 알렉 화면 एस पीसँग 화면 꺼져 टेस्ट करो सब्जी नमदेन। बिहानको खाजा खाएर हामी आजको हाम्रो गन्तव्य पञ्चाचुलीका लागि अघि बढ्यौँ। बिस्तारै अघि बढ्दै जाँदा चिसो पनि बढेको महसुस हुँदै थियो। नभन्दै बाटोको छेउछाउमा हिउँहरू देखा पर्न थाले। धेरै पछि आँखा अगाडि हिउँ देखेर होला सबैजना उत्साहित देखिन्थे। सबैजना आफ्नै हिसाबले रमाइरहेका थिए र यात्रा पनि रमाइलो हुँदै गइरहेको थियो। केही बेरको यात्रापछि हामी पालिङ, वन, फिल्म आदि गाउँ हुँदै हामी हाम्रो गन्तव्यको नजिक आइपुग्यौँ।
केही बेरमै हामी दोक्तु गाउँ आइपुग्यौँ। आजको हाम्रो यात्रा यहीँसम्मको मात्रै थियो। जाडोको समय भएकोले अहिले सबै गाउँहरू सुनसान थिए। जाडोमा धेरै मात्रामा हिउँ पर्ने भएकोले यो समयमा स्थानीयहरू बजार क्षेत्रमा गएर बस्ने गर्दछन्। सरल भाषामा भन्नुपर्दा 6 महिना गाउँमा र 6 महिना बजार क्षेत्रमा बस्ने गर्दछन् यहाँका बासिन्दाहरू। ओ यतिकै पिक काट्दैन हौ। ये 5वां पिक। अच्छा आयो जन्नत तीन। ये 1 2 3 4 5वां 1 5वां 85। हम लिखिए ना। कैसन फील हो रही है? हमको तो हमेशा ही अच्छा फील होता है। हाँ आए खाना लग रहा था। तुमको भयो मजा आ गया। चलो 6 दिन में फर्स्ट में सक्नु थियो नि है। शेयर द ट्रम कर दो। शेयर द ट्रम प्यार मसरे। अल्लाह प्यार मसरे जे होस्। बस सक्नु उठो न। च्याक तीस ठोयो नि। त्यही त म त्यही सेकेन्ड उजो ठो पर्कन। त्यही त निश्चय बियर राखरा। जस्तो रका तिन्दले। त्यो रका तिन्दले जस्तो। ल हामी पुग्यौँ पञ्चचुली। तर अहिले चाहिँ हामी 4टा मात्र देखिरहेको छौँ यहाँदेखि। एउटा चाहिँ यो पछाडि छुट्यो मतलब ढाकियो। अब माथि बेस क्याम्पमा जाँदैछौँ। हाम्रो गाइड माधुरी दीक्षित अल द वे फ्रम ग्यारब्याङ। पञ्चचुली आउने सपना पनि पुरा भयो। अक्खा है कस्तो नजिक यार। यही छ यही छ। यही हो पछाडि गर्नु देखिने पञ्चचुली। तर यहाँ चाहिँ 1 2 3 4 4टा पिक देखिरहेछ। एउटा पिक चाहिँ यसले ढाकिदियो। त्यसपछि 4टा भएपछि राम्रो देखिरहेछ। यस्तो नजिक यति नजिक छ नि यो वाइड एङ्गल भएर अलिक गाह्रो होला। नजिक चाहिँ यही हो पञ्चचुली चाहिँ। अनि एकर्डिङ टु मिथ 5 पाण्डवहरू यही बाटो भएर स्वर्ग गएको थिए अरे। त्यही भएर चाहिँ पञ्चचुली 1 2 3 4। एउटा चाहिँ ठ्याक्कै यसले छोपिदिएर यसको ठ्याक्कै पछाडिपट्टि चाहिँ उता सन बन के कुन गाउँबाट देखिरहेको थियौँ। ठ्याक्कै यहाँ छेकिहाल्यो अहिले चाहिँ। अब चाहिँ फोटोसोटो खिचिहाल्नुपर्छ। अब क्लाउड्सहरू चाहिँ निस्किन लागिसक्यो। अब अलिकति सुट गरिन्छ। अनि आनन्द कस्तो आनन्द कस्तो आनन्द कस्तो दामी यार। अब हाम्रो सुट सुरु हुन्छ। अब ऊ चाहिँ बेहुली। खै बेहुला कहाँ छ खै? यो बेहुला चाहिँ अब रङ्ग लगाइरहेछ। उही ठुल्यो नि यहाँ उही ज्याकेट ठुल्यो नि। उही त गन्ताती कति तिहाँ पत्ती बोल्दै तिहाँ होला। यो चाहिँ हाम्रो कल्चरल ड्रेसको चन्द्रहार। रिस्केट्स चन्द्रहार अहिले ल अहिले। ए चन्द्रहार यो बलडाङ। यो चाहिँ मलाई पनि थाहा छैन रहेछ। ल बहिनीले अब लगाइसक्यो। कल्चरल ड्रेसमा फोटोसुट भइरहेछ हाम्रो यता। यो नाकको चाहिँ बिरा अनि चन्द्रहार बोङडाङ कहाँ बलडाङ आइचाखाले ऊ चाहिँ टाउकोमा लाउने बाली। चक्सी लाउने उसका काम नहीं है। और टी शर्ट आती चुक्शन भित्रो हम खेलक चलाला झेल्देगा झेलेगा। अनि अमन ब्रोलाई कस्तो लाग्यो त पञ्चचुली? रमाइलो। यहाँ चाहिँ होमस्टेहरू टन्नै छ। अलि महँगो छ तर एकचोटि घुम्न कहिलेकाहीँ घुम्न आउँदाखेरि
अर्थिङ उर्थिङ सेस यो ठाउँ एकपछि दिउँ म हो यहाँ रहेछ नि त अलिकति दिएको थियौँ हामी शौचालय खोज्दै यहाँ आइपुग्यौँ वमराम सबै त्यहाँ खेलिरहेछन् हाम्रो एउटा ग्याङ अर्को ग्याङ चाहिँ ऊ तल रेडी भइरहेछ ऊ पकडी बाँधिरहेछ म आएँ है त यहाँ चाहिँ रेडी भइरहेछन् गाइजहरू ऊ चुङबाला चुक्तीमा रेडी भइसक्यो ऊ माधुर अभी खिचौँ न मा यो चाहिँ पकड़ी बाधिङ वेंट्रोलो रेडी हो रहा है हमारा पीसंग भाई अपना कलाकारिता दिखाते हुए माया एक कला ले आ रही खाली 2-4 अलग गीत है अच्छा हाँ पैकअप बेवलो रेडी हो रहा है शर्ट दूसरा नहीं है सॉरी तेरे पास बेवले को एक बार मेकअप कर दे यार ठीक हो बिल्कुल ठीक है आप ठीक हो बस बढ़िया कैसा हो रहा है पंचाचूली देख के मस्त राम्रो हुँदैछ नि आप लोग फर्स्ट टाइम है आप लोग बताओ जस्ट स्वर्ग कनी फर्स्ट टाइम हाँ चिता पे रात लिया कनी से बताने तो क्या ठीक है कथा रू तो टेट इससे भी आगे कहाँ पहुँचता है अब आती दातू ये धातु ना इससे भी आगे कहाँ पहुँचता है इससे भी आगे कहाँ पहुँचता है धातु हाँ फिर उसके बाद ठाकर ढाका और बाकी है हाँ ढाकर फिर तीतंग मार्चा फिर सिपू लास्ट हुआ ना लास्ट यहाँ से कितना किलोमीटर यहाँ से है काफी मैं अभी तक नहीं गई मतलब सीपू लास्ट तक नहीं गई ओके गई हो तो बता दो आज चले फिर नहीं जा पाओगे वापस नहीं है वो दूर ही है शायद दूर है काफी दूर है मतलब यहाँ से पैदल है Injak dulu ya. अंग yang chicken ala asik lakaran ini ulang jangan le dami limo loke Ayo. Last. अतको अति सँगै हेर्तरी सँगै बढ्या त क्या अतको जंगलले इन बढ्या यसरी भर्खर दुमाई हिँड्छौँ बात पनि ल गाइस अन्त लाग्यौ टुकटुक गाउँतिर जोर्छ भने जोर्छ म चलो यो एउटा ग्रुप हाम्रो यहाँ पूजा गरेर छन् ल हाम्रो पूजा पनि भइसक्यो यो रमेश भाइ आयो छोडे भाइ नाम त भाइ गाडी होती यता आयो थान थान दे माग्ने अच्छा कले का तकलीफ भन्नु यता चाहिँ यहाँ हाम्रो ग्रुप यहाँ सबै झरिसक्यो अब हामी यहाँ माथि गएर सुट गर्छौँ यहाँ हाम्रो बेहुलो हाउ यु फिलिङ बेहुलो एकदम मगन मगन कैसन हुआ ब्याकग्राउन्डमा पञ्चाचुली
अब हामी लाग्छौँ माथि सुटको लागि। हाई गाइस, भ्यू चाहिँ बा यस्तो राम्रो नि, कुरै छोडौँ। पञ्चाचुली यस्तो यहाँदेखि अब यसो माथि, यहाँ माथि गाउँमा, माथि गाउँतिर, गाउँदेखि त्यहाँदेखि गाउँको मिठो सिन देखिन्छ अरे। जय बजरङ्गबली ब्रह्मश्री। यहाँ चाहिँ बजरङ्गबलीको सानो मन्दिर रहेछ एउटा। यहाँ चाहिँ एउटा होमस्टे टाइपको क्या, होइन होटल टाइपको क्या। अब हामी चाहिँ यहाँदेखि यसरी माथि लाग्छौँ। हामी चाहिँ दार्चुला यहाँदेखि आयौँ, यहाँबाट हुँदै पञ्चाचुली त्यहाँ पुग्यौँ। त्यहाँदेखि फेरि यहाँबाट यस्तो हुँदै यो बाटो हुँदै हामी यहाँ पुग्यौँ। यो चाहिँ हाम्रो बहिनी नमस्ते। यो चाहिँ यो ठाउँको फेमस खा रिचेस्ट लला हजुरआमा। अझ अनम्यारिड ल्याउँ हो। अनि उहाँले चाहिँ मधुभन्दा पहिले टन्नै ठाउँमा दान गर्नुभएको हो। लगभग 250। ओके, अब म यसको बारेमा छोटो केही मलाई थाहा भएको जति। यहाँ पञ्चाचुली अनि यहाँ चाहिँ जसुली लला। जसुली ललाको बारेमा अब हामीलाई माधुरीले केही 2 शब्द ल। ये जो है हमारी जसुली लला, तो इन्होंने यहाँ पे हर जगह धर्मशाला खोल रखा था है मतलब। तो इन्होंने पहले क्या किया कि इनके पास बहुत सारा धन था, रुपए, जो वो इनके जो आगे पीछे कोई नहीं था, कहने का मतलब कि घर में वो सिर्फ अकेली थी। तो उस वजह से इनके पास बहुत सारा धन था। तो वो नदी में बहाने के लिए जा रही थी, तो किसी अंग्रेज़ ने, तो उस टाइम की बहुत पुरानी बात है, जब अंग्रेज़ों के टाइम की बात है, जो इंडिया में अंग्रेज़ लोग थे, तो इन्होंने ये जो है नदी में ऐसे जो रुपए जो है बहा रही थी, तो उन्होंने अंग्रेज़ों ने कहा, जो एक अंग्रेज़ थे, तो एग्जैक्ट नाम तो नहीं पता उनका, तो उन्होंने उनसे मतलब बोला कि क्या बोलते जसुली लला से कि ये रुपए हमें दे दो, तो आपके नाम से हम हर जगह धर्मशालाएँ खोलेंगे। तो इनके जो धर्मशालाएँ जो खुली हैं इंडिया से लेकर विदेशों में, और यहाँ पे हर जगह धर्मशालाएँ खुली है इनकी। विदेश में भी? हाँ, ओके, नाइस। तिब्बत में भी है। तिब्बत में भी? अच्छा, थ्याङ्क यू माधुरीजी। ल, माधुरीले हामीलाई अलिकति मिठो यसको सानो कथा सुनाउनु भयो, मिठो। ए ल ल ल, जसुली ललाको दर्शन गरेर हामी यसो अलिकति माथि, डुक्टु गाउँले हो, डुक्टु ए दातु, सरी, दातु गाउँको मनोरम दृश्य अवलोकन गर्न उकालो चढ्दैछौँ। यहाँ माथि टपदेखि पुरा दातु गाउँ देखिन्छ अरे। अब त्यहीँतिर जाँदैछौँ हामी। बाटो चाहिँ बनाएकै हो। यहाँ चाहिँ यस्तो रहेछ बाटो। यहाँदेखि अब टप आया। वीडियो बनाओ वहाँ से आते हुए। ये मत करो। पकड़ो इसको। किसने मारा मेरे को? किसने मारा मेरे को? किसने मारा मेरे को? कर ले कहार दंगू बुद्धि कर ले। अरे फट गया रे, मत करो भाई लोग। मारो लबनी धन भित्र आज देवास लबनी। मामा
ये निम्न शॉट रहा है यो बर्ग जाङ पैसा बर्ग यो बर्ग जाङ टेढ़ा लपका था दे मलाई नि ल अब मेरो क्याब चाहिँ माथि पुगिसक्यो म चाहिँ अब यहाँबाट यस्तो यहाँ चाहिँ भ्यू यस्तो बबाल यहाँ पनि बबाल ल यो चाहिँ हाम्रो भ्यू पोइन्ट नखान्दे लब्या लब्या पिसाको पनि म त वाता लेब्या उजुरेको सक् न सक्तले तर नि ल अब हामी चाहिँ यहाँ भ्यू पोइन्टमा आइसक्यौँ अब यहाँ चाहिँ हामी खाजाहरू खान्छौँ पत्थी नि यी दसेको चाहिँ नि छैन ए ओहो ऐखाले धातु हङ धातु सङ धातु गाउँ धातु दताल हामी थियाल केरब्याल उद्याल नब्याल कहीँ बाँकी नछन् युगल छङ्ग्याल तिङ्कर्याल कहीँ बाँकी नङ शुभम दखलो म स्याट्याल माधु दखलो म गन्जा चिलो म खलक्ना घडियाल घडियाल यात्रायाल युगल दखलो म सही मिल्यो न्यार्जी सिनेरी चक्त्या अब यहाँ खाना खाने प्रोग्राम अपने रंग है कुछ नहीं होता दाग अच्छे है जेल का रोटी टाइप का लग रहा है मतलब जेल की एक्सपीरियंस है जेल की रोटी खाना है टाइप लास्ट ये तो ताड्ने अभी जे तुमा गर्ने नि यम्बा यम्बा फ्री ठीक है निम्फन पामने धर्मा चिलुङबा सेसमा लुङबा मन्दिर अब यहाँदेखि हामी तल लाग्छौँ गाउँतिर गाउँमा कोही छैन कोही हेलो नि गाउँ वालो गब्बर आ रहा सोदा गब्बर आ रहा है गब्बर यो गाउँ पुरै सुनसान छ यहाँ कोही पनि छैन यहाँ चाहिँ यस्तो किन भन्दाखेरि यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि हिउँभरि पर्ने भएकोले जाडोमा यहाँ 6 महिना तल सदरमुकामतिर अनि 6 महिना यहाँ बस्ने गर्छन् यहाँ चाहिँ जेस पुरानै घरहरू छन् सबै म्याक्सिमम त्यस ठाउँ चाहिँ कस्तो आँखै यो चाहिँ धातु गाउँ हो यहाँ चाहिँ यसरी बालुहरू आउँछ अनि ढोका फोड्छ भनेर यसरी चाहिँ ढोकाहरू ब्लक गरेर बस्छन् राख्छन् अनि 6 महिनाको लागि अफ भम राख लोकने हामी चाहिँ यहाँ लोकेसन खोज्दैछौँ मामा इतामा एकता भनिया हो घरहरू सबै यस्तो भइसक्यो
अझै हामी खोज तलासी हाम्रो जारी छ ai chang yo ta chim miang ai chang chim ta yo khop jo mani ai cái photo cái dòng phải không mà thằng ông ta đang hỏi gì ai te tapori khali ri kan song thank you chalo oh यहाँ त गएर रहेछ हिउँ त डुबिङ जुत्ता सेतो हुने भयो अब हाम्रो भाइले झुङ उठाउने कोसिस गर्छ You can do it bro, you can do it man, you can do it झुङ अनि झुङाङ म होला अब हामी तातु गाउँबाट फर्किँदैछौँ दार्चुला आज नै हामीलाई दार्चुला नेपाल पुग्नुपर्ने भएकोले हामीले ढिलाइ नगरी दार्चुलाका लागि अघि बढ्यौँ बेलुकाको 7 बजे नेपाल भारत जोड्ने चुलिङ्गे पुल बन्द हुने भएकोले हामीले ढिलाइ नगरी घरतिर लाग्यौँ आजको हाम्रो यात्रा यतिसम्मको मात्रै थियो हाम्रो फेरि भेट नहुँदासम्म तपाईको यात्रा साहसिक आश्चर्य होस् र स्थायी जादुले परिपूर्ण होस् तबसम्मका लागि सुरक्षित यात्रा गर्नुहोस् नमस्ते